स्काई वक कन्याममा यहाँहरूलाई स्वागत छ अरे। ल यहाँको स्काई वक कस्तो छ? अब काठमाडौँको स्काई वक त हेरिसकेको छ, यहाँको स्काई वक हेरौँ। यो स्विङ गरेको र ग्लासमा हिँडेको गरेर 400 रुपियाँ रहेछ पर हेड। अनि हामी दुईजनाको 800 रुपियाँ तिरौँ। यहाँको कस्तो हुँदो रहेछ? अब हाम्रो काठमाडौँमा पनि छ तर गरेको छैन नि त, त्यहाँ चान्सै मिलेको छैन। अब यहाँ चान्स मिलेको बेलामा गरिहाल्नु। ठाउँ राम्रो छ, राम्रो ठाउँ, स्पेसल ठाउँमा वक गर्नु। अब त्यो बजारमा के गर्नु होइन, काठमाडौँमा त स्पेसल ठाउँमा गर्नु मजा आउँछ नि। यहाँ गरिहेरौँ। को एक्साइटेड छ? एक्साइटेड स्विमिङ के गर्नलाई? स्विङ गर्नलाई? तिमी केही पनि नगर्ने होइन? स्काई वक मात्र होइन, दुइटै गर्ने भयो? ल यहाँ आइसकेपछि त सबै गर्नु पर्यो नि। भ्यू हेरौँ न, भ्यू यहाँबाट त दामी कन्याम पुरै देखिन्छ यहाँबाट। उता स्विङ छ, स्विङ पनि गर्ने हो। अहिले चाहिँ यो स्काई वक, ग्लास वक। यस्तो खतरा देखिरहेछ, देखिन्छ आकाशमाथि उडिरहेछु। जान्छु भने पनि जानु मिल्दैन नि। यस्तो देखिन्छ यहाँबाटै, यस्तो देखिन्छ। केही छैन, हामी यहाँ माथि छौँ। यहाँबाट जाँदैन त सातो मान्छेको। यस्तो हिँडेपछि कस्तो लागिरहेछ? जिउ कामे छैन? कसको हातबाट कामे छ? तर तल हेर्दा त कामदो रहेछ। खै हेरौँ त खुट्टा, खुट्टा हेरौँ है सबैको। तर कसैको कामे रहेछ यार, सबैले त हामी झाँक्रीकोबाट फुकेर ल्याएर चाहिँ पहिले। सौरभीले के भएको छैन? डर लागेको छैन? तल हेर त्यहाँ हो। सौरभीले क्लासमा त देखिरहेको छ, भुइँ नै देखायो तलको।